अहिले कहाँ छु तपाईहरुले अनुमान लाउन सक्नुहुन्छ। पछाडीको जुन मूर्ति देखिराख्नु भएको छ यो मूर्ति मलेसियामा रहेको बातु केभ भन्ने ठाउँको। बातु अर्थात मले भाषामा ढुङ्गा, ठुलो ढुङ्गालाई बातु भन्छ। केभ त गुफा भइहाल्यो। बातु केभ भित्र त्यहाँभित्र अरु पनि यहाँनिर जुन सिडी देखिराख्नु भएको छ यो 272 वटा सिडी छ। यहाँ कस्तो राम्रो छ, कलरफुल। हेर्नुस् न, मैले चाहिँ के भन्ने थिएँ चढ्दै गर्दा नि हाम्रो स्वयम्भूमा नि यस्तै बनाउन पाए भनेको थिएँ कि, किनकि लुक्स राम्रो छ नि त हेर्दाखेरि। यो 272 वटा सिडी छ यसमा। यहाँबाट माथि गइसकेपछि अरु पनि मन्दिर हुनु, भित्र अरु पनि भगवानको मन्दिरहरू छ। अनि यो जुन माथिको यो मन्दिर देखिराख्नु भएको छ यो चाहिँ भगवान कार्तिकेयको मूर्ति हो, जसलाई तमिलमा मुर्गन पनि भन्नुहुँदो रहेछ। मुर्गन मतलब कार्तिकेयलाई भन्नुहुन्छ सायद। अनि यो मूर्ति बनाउनलाई 15 जना कालीगरहरू खटिनु भएको थियो। 15 जना कालीगरहरूले बनाउनु भएको यो मूर्ति 3 वर्ष लगाएर पूरा गरिएको थियो। कालीगरहरू यहाँ कन्ट्री भन्दा बाहिरबाट मगाइएको थियो भनिन्छ। यो मूर्ति जुन देख्नु भएको छ यो 140 फिट अग्लो छ। भगवान कार्तिकेय को हो भन्ने थाहा छैन भने अलमोस्ट हिन्दूलाई त थाहा छ। भगवान कार्तिकेय शिवजीको जेठो छोरा हुनुहुन्छ, जसलाई चाहिँ हाम्रो धर्ममा त्यति धेरै पूजा गरेको मैले चाहिँ फिल गरेको छुइनँ। गणेशलाई धेरै पूजा गर्छौँ नि त हामी, तर उहाँहरूले चाहिँ यहाँनिर जुन अरू पनि मूर्तिहरू देख्नुहुन्छ यहाँ चाहिँ गणेश धेरै देखिनु हुँदो रहेछ। गणेशको पनि अलग अलग स्वरूप छ यहाँ। अनि जुन अरू छ यहाँ एकदम हामीले देख्ने रेगुलर देखिरहने देउताहरूको मूर्ति भन्दा अलिक धेरै डिफ्रेन्ट टाइपकोहरू हुनुहुन्छ। मलेसियामा हुनुहुन्छ, धेरै वर्षदेखि हुनुहुन्छ। यहाँ आउनु भएको छैन भनेदेखि यहाँ आउने लोकेसन सबै हाम्रो अर्को च्यानलमा हुन्छ अथवा अर्को भिडियोमा तपाईँले पक्का पाउनुहुन्छ। अरू डिटेल्स जान्नको लागि त्यहाँ हेर्नु होला। तर बातु केभ चाहिँ मस्ट भिजिट प्लेस मध्ये एउटा हो।